नेपालमा पहिलो पटक एउटा यस्तो सरकार बनेको छ जसले बिचौलियाहरूको खेल मात्र होइन उनीहरूको साम्राज्य नै ध्वस्त पारिदिएको छ। एउटा समय थियो जब नेताहरूको बेडहरूसँग पुगेर बिचौलियाहरूले सरकार बनाउने र गिराउने मास्टर प्लान बुन्थे। तर आज तिनै बिचौलियाहरू आफ्नो ज्यानको भिख मागिरहेका छन्। अहिलेको परिस्थिति फेरिएको छ। न देउवा नेपालमा छन् न त ओली नै पावरमा छन्। उनी अहिले हिरासतमा परिसकेका छन्। प्रचण्डको त कुरै छोड्नुहोस्, उनी आफै निरह बनिसकेका छन्। अब बिचौलियाको नेताहरूको फेभर पाउने चान्स जिरो छ र यो सबैको केन्द्रमा एउटा नाम छ दीपक भट्ट। के दीपक भट्ट यति शक्तिशाली मान्छे हुन् कि ओली, प्रचण्ड र देउवा जस्ता नेताहरूको उनको खल्तीमा थिए? जनार्दन शर्मा अर्थमन्त्री हुँदा प्रचण्ड त दीपक भट्टले अर्थ मन्त्रालयभित्रै पठाएका थिए। जाऊ आफ्नो हिसाबले काम गरौँ भनेर। नेपालको यस्तो कुनै सेक्टर छैन जहाँ भट्टको सेटिङ नहोस्। सेयर मार्केट हेर्नुहोस्, हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा लिस्टिङ गराउन धितोपत्र बोर्डको अध्यक्ष आफ्नै दाइलाई बनाइयो। सिआइबीले मनी लन्ड्रिङको स्पष्ट प्रमाण जुटाउँदा पनि पक्राउ गर्न नसकेपछि राष्ट्रिय ब्याङ्कले कडा कदम चाल्यो। सरकारले पहिले उनको पासपोर्ट ब्लक गर्यो ताकि उनी विदेश भाग्न नसकुन् र त्यसपछि सिआइबीको मनी लन्ड्रिङ केस प्रयोग गरेर उनलाई अरेस्ट गरियो। नेप्सी आज किन घटिरहेको छ त? पहिलो कारण, यी काला बजारियाहरूको अवैध लगानी फिर्ता हुँदैछ जसले सेलिङ प्रेसर बढाएको छ। दोस्रो ठुलो काण्ड, हिल्टन होटेल जेनजी आन्दोलनमा जलेर खरानी भएको यो होटेलमा भट्टको ठुलो लगानी छ। अचम्मको त कुरा हेर्नुहोस्, होटेल पनि आफ्नै अनि त्यो होटेलको इन्सुरेन्स गर्ने कम्पनी पनि आफ्नै। जब पक्राउ पर्ने डर बढ्यो तब यी दुई सेक्टरको मूल्यमा भारी गिरावट आयो।